के छ साथीभाइहरू, आज चाहिँ यसो भ्यालेन्टाइन्स डे भएको कारणले गर्दाखेरि म चाहिँ एकदम मलाई फेरि यसो भ्यालेन्टाइन्स स्पेसलको केही कुरा राख्न मन लागेको भएर आज मलाई फेरि खान पनि मन लागिरहेको थियो होइन। त्यही भएर म चाहिँ क्रेप खान आएको छु। लास्ट टाइम मैले सायद त्यो गुलियो खाले क्रेप खाएर राखेको थिएँ होइन, स्विटवाला। आज चाहिँ मैले सेभरी क्रेप खाएर ट्राई गर्न लागेको छु। अनि मैले अलिकति हेल्दी अप्सन पनि राखेको छु। मेरो हातमा अलरेडी अर्डर आइसक्यो। अर्डर अलिकति ढिलो आयो फर्स्ट कुरा चाहिँ, तर ठिकै छ, कहिलेकाहीँ वेट गर्नु पनि पर्छ होइन। आज अब स्पेसल डे भएर आज बिजी छ यहाँ होइन, धेरै मान्छे छ। अनि मलाई यो यहाँको केटीले बनाएको क्यापुचिनो एकदम मनपर्छ। उसले जहिले मलाई मिठो मिठो बनाइदिन्छ कि, त्यही भएर मलाई यहाँ चाहिँ म क्यापुचिनो खान चाहिँ आइरहेको हुन्छु। त्यही भएर ढिलो नगरिकन भोक पनि लागिरहेछ, मेरो क्रेप ट्राई गर्छु है। तर मैले आज अर्डर गरेको क्रेपमा चाहिँ अभोकाडो, त्यसपछि एग्स होइन, अनि रोस्टेड टर्की, अनि लट्स अफ भेजिटेबल हालेर बनेको छ होइन। यो चाहिँ जापानिज क्रेप हो। सो लेट्स ट्राई। बाइ द वे, भित्रपट्टि पिरो पिरो टाइपको त्यो हामीले इन्डियन स्टोरमा पाउने हट केचअप हुन्छ नि, त्यो पनि हालेको हो, अथवा मेयोनेज र के अरे त्यो अर्को चाहिँ नि चाइनिज एउटा हट सस हुन्छ नि, हो त्यो मिक्स गरेको होला। कस्तो मिठो के, उयो लाइक यो रातो सस होइन। अनि यो मैले रेड पेपर पनि हालेको थिएँ है। रेड पेपरको कम्बिनेसन एकदम मिठो हुँदैछ रोस्टेड टर्कीसँग। लास्ट मिठो। स्विटवाला स्ट्रबेरी र नुटेला लास्ट टाइम खादियो, त्यो अलिकति डिफ्रेन्ट थियो होइन। अब आज चाहिँ यो पिरो पिरो सबरीवाला त झनै मलाई मिठो लाग्यो, लास्टै मिठो लाग्यो। अनि यसमा यो हल्का चाहिँ यो क्रिम चिज पनि हालेको रहेछ। अफकोर्स क्रिम चिज हालेपछि मिठो भइहाल्छ। ओ माई गड, म यो अभोकाडोको चाहिँ फ्यान होइन, तर हेल्थको लागि चाहिँ खान्छु। यहाँ अरू पनि धेरै फ्लेभरको पाउँछ, तर मैले चाहिँ आज ट्राई गरेको फ्लेभर चाहिँ मलाई चाहिँ एकदमै मिठो लाग्यो। म एकदम रिकमेन्ड गर्छु, जाउनु भएको छैन भने जापानिज क्रेप 8 टन क्रेपमा आएर ट्राई गर्नु होला। इट्स वर्थ इट। फेरि पनि सबैजनालाई ह्याप्पी भ्यालेन्टाइन्स डे। बाई बाई।